सबैभन्दा नजिकको हाम्रो दोस्त आज टाढा भए पनि हामी एकदम नजिक छौँ। अनि मेरो परिचय अहिलेलाई यति र पहिला आज खाउँ अनि त्यसपछि मान्छेलाई यहाँ दबाई खाने बेर भइरहेछ कि चिसो बच्चाबच्ची भन्नुपर्दा एउटा छोरी एउटा छोरी म्याडमले भन्नुपर्दा हिराको पालो है पहिला 15 दिनको मेरो नाम भरत गिरी है। सबैले खिमानन्दबाट चिन्न सक्छन्। मेरो अनि मेरो पठाइ चाहिँ अहिले वनपाटी कपिलको छ है। मेरो मलाई के भन्दै गल्लु कालिका बगैँचामा चाहिँ पिएम गुरुको भनिदिएर हुने ठाउँमा चाहिँ हामीले एकदम चिन्ता प्रयोग गर्नुपर्छ। नमस्ते मेरो नाम भागवत प्रसाद बस्याल टोटल 10 कालीनगर अनि बालबा जिल्ला अनि यो सोधेर सबै सोधेर अलि चिच्याएर छोरा एक छोरा एक छोरी बिहा गर्छ अनि विशेष हाउसवाइफ छोरा 12 वर्षको छोरी 8 यो लिँदै बोल्दै गर्दा पनि फरक परेन के यो लिँदै बोल्दै गर्दा फरक परेन ए अहिलेको सापकोटा सबै हामी चाहिँ आयो भने कसरी आयो काली बजार बोलेको हो ल ठिक छ पोखरा मेरो बसाइ चाहिँ मेरो एउटा नानी छ मेरो एउटै सुरे मेरो छोरी एउटै छ मेरो एउटै सुरे काकी ठिक छ ठिक छ बहुत राम्रो मैले भन्छु कि मेरो हस्बेन्ड चाहिँ इन्डियन आर्मी अब भोलि छुट्टी आउँदै हुनुहुन्छ छुट्टी पछि भएछ अगाडि भएको भए छुट्टी पाउने थिएन म के अरे केही पनि गर्दिनँ गृहमन्त्री है म चाहिँ ल नमस्कार मेरो नाम बिमला पाण्डे त्यसमा कसैले बोल्न चाहन्छ नि बिमला पाण्डे छ मेरो घर गर्दा मेरो दुईवटा नानी बाबु छन् एउटा छोरो ब्याचलर पढ्दै छोरी एसपीले कहिले अनि म चाहिँ एकदम ग्रेडी है अब अहिले एउटा मैले हाम्रो सरलाई भन्छु कि एउटा गाडी पठाइदिनु मेरो छोरी बुटोल पढ्न पठाउनु मुम्बईसम्म जान्छ मुम्बई चाहिँ हिँड्दैन
मेरा दुईटा बाबु छन् एउटाले 12 मा एउटा लिएर पढ्छन् अनि म व्यवसाय अनि सरले गाडी चलाउनुहुन्छ फेसबुकमा सबैले हिरा ल्याउ पर्ने भनेर अनि चिन्नु आएकै छ अब घर मान्छे सबैलाई थाहा भएकै कुरो हो मेरो बिहा भएको सबैलाई भोक लागेको छ कि मान्छेलाई यो भोक लागेको बेला पर्छ भन्दै अन्त उछिने काम गरेछु है अब बिमार गएन मेरो घर सेङ्गा सटुका लगा 20-25 जना माल्ला नमस्कार मेरो नाम तुलसी बस्ने बनाङ्गी घर हाल देखिनाला मेरो छोराछोरी एउटी छोरी सामने भएको मान्छे सम्मान गर्ने भाइ अनि छोराले बिहान करियर गर्छ मेरो इन्डिया Hi everybody, सबैलाई फेरि म आज पार हुँदिन नामै बिन्दास अरे के मलाई कसरी अझै नाम मेरो नाम सरी म बताइदिन्छु नाम मेरो चिनाको नाम दिल्ली बस्याल स्कुलको नाम जिन्दाल बस्याल साथीहरूले भन्ने लिपि 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 अनि पछिल्लो बेला नआएर भन्दै कान्छ भाइ दुईटा ल्याएर भने कोही पनि छैन क्या यहाँ म छु होला भन्नु अनि दोस्रो बिहा गर्ने पनि कोही रहन्छ होइन बालगाउँ सबैलाई अब सँगै भइहाल्यो यो सोला चाहिँ भगवान्देखि पूर्व मुडियारी भन्छन् मेरो बिहा बिर्गा गरेको छ बिर्गा हाल मेरो दुईटा छोरा एउटा 13 एउटा 14 एउटा 11 अब त्यो भगवान्ले दे भन्ने भन्नु भएन भगवान्ले चाहिँ नाइ भन्दिनँ मैले दिन्न दिवा काण्डे गरुवा नानी बाबु एउटा बाबु अधिकारी तिलदामा 17 गरौलिया मेरो घर म घरकी गिरिडी शिव मन्दिरको पुजारी हुनुहुन्छ यसलाई सानैमा गाले भन्दै हेर अब कसको बाबा बाँकी बोलाउनु आयोजना गरिदिनेलाई धेरै धेरै धन्यवाद हो यस अनि ग्रुपमा जोड्नेलाई विशेष गरेर धन्यवाद मेरो नाम
हिँड्दा बस्छ घर चाहिँ अनि मेरो घर आउनको हो मेरो माइत अस्ति जस्तै थाहा छ अनि त्यसपछि के अरे म अहिले नमस्कार धोरले म विवेक पचवैया हाल अहिले म साउदी बसेर अहिले नेपालमा यसो हाल सानो तिनो काम गर्दैछु र साउदी रिटायर भएर साउदीबाट 18 साल काम गरेर रिटायर भएर नेपालमा सानो तिनो काम गर्दैछु र अनि मेरो 3टा छोराछोरी हो 2टा छोरी एउटा छोरा र मेरो बुढीले सुनगाबामा पढाउँछिन् अरू के भन्नु हाल बसाइ मुर्गियामा बस्छ अहिले चाहिँ भर्खर म चाहिँ बुटोल हो मेरो घर छोराछोरी 2टा छन् एउटा छोरा एउटी छोरी कार्य चाहिँ अब म फ्रेन्ड सर पनि घर हिँड्छु छोरा चाहिँ बिहा गर्छ नानीकै हामी सन्यास लिइसक्यो विशुद्ध टाढा इमान्दारी भन्नु पर्दाखेरि अब यो अहिले मैले केही पनि गर्दिनँ ठ्याक्क बुटोल छ बसाइ पनि भाडाको हो होइन घर जग्गा सबै छ केही अर्थ भएन भाडा बस्दाखेरि त्यति किसानी गइदिएन त्यतिकै खास अहिलेसम्म फाइन सुनाउने कुरा केही पनि छैन सबैलाई नमस्कार है सबै जानेको मेरो नाम श्रीराम तर अचाल रेशमी राज बस्याल ल ऊ यहाँ खिच्दैछु भन भन शिवले एक फेर कान हल्लाइदिउँ न एउटा छोरो एउटी छोरी छोरी 13 वर्षको छोरो 2 वर्षको 2.5 वर्षको ठ्याक्कै मेरो बराबरै ल अब ए शान्ति छिटो आइज उहाँहरू 2 जनाले भन्नु भएन आफ्नो परिचय ल ल त्यसो